केशरमा चाहिँ यस्तो गर्न चाहिँ नआउनु होला गाइज सकेसम्म। यहाँ चाहिँ दुईजना भाइरल जोडीहरू छ। Everyone, welcome back to my channel. It's me, Didi. हामी चाहिँ राइट नाउ बाटो मन्दिर जाँदैछौँ साथीहरू। हामी चाहिँ रिगेश्वर मन्दिरतर्फ लाग्दैछौँ। हाम्रो चाहिँ यस्तो छ भने रोपे अनि हाम्रो मिटर पर्नेट भिडियोले अनि जाँदैछ गाइस। हाम्रो टाढी हो केटाहरू वाइट बस्छु। अब हामीलाई कुदाउनु आउँदैन के गर्नु यस्तै हो गाइस। ल हामीलाई चाहिँ हल्का ढिला हुन्छ गाइस। अब हामी हल्कै जानु पर्दैन तल कतै हेरेर बस्नु होला। गाइज हामी चाहिँ नयाँ गाउँभन्दा तल आइसकेका छौँ। के छ विवेक? यो चाहिँ विवेक हो, हजुरहरूले पालुङमा देख्न सक्नुहुन्छ। के छ सुजिन? हामी चाहिँ रिगेश्वर जाँदैछौँ। सो हामी चट्ट यहाँ बसिरहेको छौँ। यहाँ रोपेले चाहिँ स्कुटर मोडिफाई हान्न लाएर है गाइजहरू, साउन्ड ठुलो बनाउने रे। बुलेट कस्तो हान्छ? बुलेट हाम्रो हेलमेट त मरत छ त केटोको के हो। लगाइ अब ढिला नगरी हामी चल्ली म सिकाउँछु तपाईँहरूलाई। रोपेले मोडिफाई हालिसक्यो ल चल्दी हामी चाहिँ आलु कौली आइपुगेका छौँ गाई। केटाहरू गइसक्यो, हामी बिस्तारी हो। मलाई लाग्छ हामीकोलाई चाहिँ सुने आएन किनकि हावाको फोर्सले हामीकोलाई केही सुन्दैन गाई। चिन बत्ती हेरेर हान, हेरेर केटा हो। सेफ राइड है, सेफ राइड। छैन ओभरटेक हान्न भने नि। आउँदै छैन यस्तोमा नहान्न, यस्तोमा नहान केटो। नजसिनु बाबु, नजसिउ न। थम्बेल त होला है बाबु फेरि एक्सिडेन्ट हो गाइस भन्दाखेरि। साइड लाइट पाइसक्यो हाम्रो। उसले खतरा सुधाइन्छ गाइस। So right now हामी चाहिँ रिगेश्वरबाट भित्र छिरिसकेका छौँ नि। उसले चाहिँ ए सुजिन हाम्रो भैँसी। मन्दिर आएको के महत्त्व हो क्या? अब 30 मिनट हिँड्दा नि केटाहरूलाई धाउधाउ गरेर होइन ठिकै होइन शीतल भन त। हो यतिको त हुनै पऱ्यो नि मन्दिर भनेपछि। हेरेर बाबालाई गाइज त्यो सेतो सेतो देखिरहेको ठाउँमा अब हामी त्यहाँ जान्छौँ। त्योभन्दा उता हो बाबु, त्योभन्दा उता गाइज हिँड्न चाहिँ पर्छ है। भन्नु नि अति भन्नेकोमा आँखा चिसो हुँदैमा चाइनिज हुन्छ त यार। त्यही भने त मेरो भ्लगमा के भनिदेऊ नि त। सपोर्ट फर्स्ट भ्लगमै तिमीलाई देखाइदिएँ कि मैले। सपोर्ट गर्नु गाइज। रुपिन एकदम राम्रो मान्छे हो। म एकदम राम्रो मान्छे हो, दिलको अच्छा सच्चा हो। तपाईँहरू चाहनुहुन्छ भने लाइभ नै बसिदिन्छ राति राति। अब कमेन्ट गरिदिनु होला लाइभ बस्नु पनि। केशरमा चाहिँ यस्तो गर्न चाहिँ नआउनु होला गाइज सकेसम्म। यहाँ चाहिँ दुईजना भाइरल जोडीहरू छ।
यस्तै हो अब यता हेर्छौ नि त भाइरल जोडीहरू तिमीहरूलाई म मेरो भ्लग मार्फत तिमीहरूलाई भाइरल ल गाइस हामी आइपुग्लागेको छौँ कस्तो भयो चाहिँ थाहा भएन भ्लग चाहिँ अब हावा बनाइरहेको सुनिन होइन अब फर्स्ट भ्लग अब कस्तो राम्रो बनाउनु त अब जस्तो भयो नि हेरिदिनु होला सो गाइस हामी चाहिँ आधी घन्टाको यात्रा गरेर ऋषिकेश्वर मन्दिर फाइनली आइपुगेका छौँ गाइस यहाँ चाहिँ मतलब अलग ही लेवल का बंदा था हामी चाहिँ मन्दिर आउनलाई चाहिँ म जसो जुत्ता सुत्ता फुकालेर आउनु पर्ने हुन्छ केटाहरू सब गइसक्यो अब मेरो पालु चिसो हुने लास्ट शुद्ध पानी चर्किदियो शिरतिर आजको पूजा चाहिँ लगभग कम्प्लिट हुन लागिसकेको छौँ 90% भइसक्यो अब 10% बाँकी छ त्यो पनि हामी कम्प्लिट हान्छौँ अनि यसो आनन्दले खिलेर बस्छौँ सो गाइज हाम्रो चाहिँ पूजा आज चाहिँ कम्प्लिट भइसकेको छौँ चट्ट पारामा पूजा सकिसक्यो केमा आयो त रोपे बाबु तिमीले मेरो अर्कै गर्लफ्रेन्डपट्टि होइन यस्तो खतरा उइस त गर्छ केटाहरूले तिमीले के माग्यो होला तिमीले के माग्यो मैले त उसकै लागि राम्रो मागे अब ल तिमीले चाहिँ के वरदान माग्यो छ केही के छ अब गाडी जब हामी चाहिँ उतै गएर भेट्टाउँला है ल हामी उतै गएर भेट्छौँ सिधै अब त्यो फर्किँदा त के बनाइरहनु भ्लग भनेर एउटै बाटो हो क्या बुझिनुहोस् तैँले हेर्नेले बुझिनुहोस् भने म के भन्ने त तँलाई म ल अब यति थर्काइसिधै के हेर्नु होला है ल उता गएर भेट्दिउँ A few moments later. सो गाइज हामी चाहिँ जाने बेला आधी घन्टा जति लाग्यो आउने बेला 1 घन्टा लाग्यो बल्ल तल्ल निस्किसकेको छौँ हाम्रो अबको डेस्टिनेसन भनेको चाहिँ घरतिर हो त्यही बाटो त्यही मान्छे के देखाएर हुनु धेरै नि अब सर्ट एन्ड स्विट भनौँ न गाइज लाइक सेयर सब्सक्राइब हालिदिने होला अब हामी पार्किङबाट बाइक झिकाल्नेवाला छौँ ल चट्ट ल गइदिउँ यस्तो तरिकाले राखिरहेको छ हामीले बाइकहरू A few moments later. सो गाइज आजको हाम्रो भ्लग चाहिँ यहीँ इन्ड हानिदिन्छौँ थ्याङ्क्स फर वाचिङ अब छिट्टै नेक्स्ट भ्लगमा भेट्न पर्ने हुन्छ हेर्नु होला अरू नै आउँछ पछि सब्सक्राइब चियाको धुलो लास्ट उठिरहेको भने ल गाइज सब्सक्राइब हानेर चट्ट मिलाउनु पर्यो है आफ्नै त हो अब त्यही हो